वाह बालेन सरकार 24 घंटा न बित्दै तपाईँ आफ्नो रिएक्सन देखाइदिनु भयो। हिजो 12 बजेर 34 मिनटमा तपाईँको शपथ ग्रहण भयो। त्यसको केही घण्टा पछि सिंहदरबार प्रवेश गर्नुभयो। सिंहदरबार प्रवेश गर्ने बित्तिकै पहिलो बैठकमा 23 र 24 गतेको फाइल खुल्दैछ भनेर समाचार सुने। अब हामीलाई लागेको थियो कि ओहो अब त केही हुन्छ कि भनेर, तर यति चाँडै यति छिटो हुन्छ भन्ने कुरो चाहिँ विश्वास लागेको थिएन। किन विश्वास लागेको थिएन? कम्तीमा 2-4 दिन त लाग्ला। मान्छेले सास फेर्न पाएको छैन, काम स्टार्ट गरिसक्नुभयो। हामीलाई लागेको थियो कि 2-4 दिन भित्र केही न केही होला भनेर, तर यति चाँडै हुन्छ भनेर विश्वास लागेको थिएन। हिजो बालेन सरकारले यो बोल्ड निर्णय गर्दाखेरि कि 23 र 24 गतेको फाइल खुल्दैछ भनेर, अनि हामीले मजाले खानासाना खाए, मजाले रातभरि निदाए, जति टेन्सन थियो सब हटाएर मजाले खानासाना खाएर निदाएको थिएँ। र बिहानपल्ट यसो उठेर मोबाइल हेर्छु भनेर केपी शर्मा ओली पक्राउ परिसकेको छ। पहिलो बैठकमा बोल्ड निर्णय एउटा भनाइ छ कि नि, पहिलो बलमा नै छक्का, पहिलो निर्णयमा नै तपाईँले को बोल्ड निर्णय आएको छ। ठ्याक्कै भन्ने हो भने नि नायक मुभीको जस्तै भएको छ। नायक मुभीलाई त 24 घण्टाको मात्रै टाइम दिएको थियो, तर यति हतार किन र कसरी गर्नुभयो बालेन सरकारले? 24 घण्टा नबित्दै केपी शर्मा ओलीलाई पक्राउ गरिसक्नु भएको छ। यो त नायक मुभीलाई पनि पछाडि छोडिसक्यो बालेन सरकारले। र यति काम बालेन सरकारले नगरेको भए 1 हप्ता नबित्दै त्यही नेपाली जनताले बालेन सरकारको लागि नराम्रो गाली गलोज गर्न थालिहाल्थ्यो। तर बालेन सरकार हो। केपी शर्मा ओली पक्राउ परिसकेपछि विभिन्न ठाउँमा प्रदर्शन सुरु भइसकेको छ, तोडफोड गर्ने कार्यक्रम सुरु भइसकेको छ। एउटा कुरा भन्न चाहन्छु कि जति तोडफोड गर्नु, जति प्रदर्शन गर्नु, बालेन सरकारलाई केही फरक पर्नेवाला छैन। किन फरक पर्नेवाला छैन भने, यदि बालेन सरकारको सरकारले केपी शर्मा ओलीमाथि यदि प्रतिशोध साधेको हो भने, त्यही कुरा केही दिन अगाडि माननीय रवि लामिछानेको बारेमा जब पत्र खटाएको थियो अन्तिम इच्छा सोध्दै, त्यो प्रतिशोध थिएन, त्यो चाहिँ प्रतिशोध थिएन। कसको अनुमति लिएर, कसको पावरमा अन्तिम इच्छा सोध्दै रवि लामिछानेलाई पक्राउ गरेको थियो? रवि लामिछाने माथि मान्छे थिएन, लाखौं लाख मान्छे थियो रवि माथि। तर पनि रवि लामिछानेलाई पक्राउ गर्दा पनि विभिन्न ठाउँमा प्रदर्शन भएको छ, जुलुस भएकै छ, तर ओली सरकारलाई केही फरक परेको थिएन। आज पक्राउ पर्यो, केपी शर्मा ओली प्रतिशोध भयो, र रवि लामिछाने माथि भएको त्यो चाहिँ प्रतिशोध थिएन।